1926 मा नेपालमा भित्रिएको 1 लटको हैन गाडी नम्बर 60 र यो चाहिँ हाम्रो ट्र्याक्टर स्टाइलमा चाहिँ यसलाई चाहिँ चलाउन सकिन्छ हैन। यो चाहिँ 97 नर्मल भाषामा भन्नुपर्दा यसलाई चाहिँ 97 वर्ष अगाडि नेपालमा भित्राइएको गाडी हो र यो चाहिँ यस्तो गाडीहरू अरू म्युजियममा पनि छन्, तर यो चाहिँ रेन्टेड पनि भएको कारणले गर्दाखेरि कहीँ कतै बिहाहरूमा अथवा पूजाहरूमा देखिने पनि गर्छ हैन। अब हाम्रो नेपालमा यो चाहिँ एउटा क्लासिक गाडी पनि भन्न रुचाउँछु म चाहिँ। नेपाल गभर्नमेन्टले भन्दा पनि अब यो चाहिँ व्यक्तिले अलिकति यसलाई चाहिँ प्रवर्तन गरिरहेका छन् र आज हामीले यसको क्रेज चाहिँ अर्कै खालको देख्यौँ। किनभने मान्छेहरूमा एक खालको क्रेज चाहिँ के देखियो भने अलिकति फरक तरिकाको गाडी हुँदाखेरि चाहिँ सबै मान्छेहरूले चाहिँ हेर्ने आउने अनि कस्तो खालको रहेछ भनेर सोच्ने हैन, त्यस्तो खालको। यो चाहिँ 97 वर्ष अगाडिको नेपालमा भित्रिएको गाडी हो। थ्याङ्क यू।